हेलो एभ्रिवान, जय मसी। तपाईहरु सबैजनालाई फेरि पनि जय मसी, गुड मर्निङ। अनि अहिले चाहिँ म बिहानै यहाँनिर उयो जाँदैछु इस्कुस टिप्नुको लागि। इस्कुस टिप्नु पर्यो। छु जाडो भयो। इस्कुस पनि पो छैन, कतिको रहेछ हेरौँ है। यहाँ शीत आएर त शीतले त चिसो बनाउँछ हौ। ओके, छैन रहेछ नि बेसी त, टुक्लुक टुक्लुक एउटा दुइटा रहेछ कि। अब म झार्नु पर्यो। राखौँ है, कहाँ राखौँ हौ, यहाँ राख्छु। यो इस्कुस चाहिँ तर साह्रै मिठो छ हौ, मिठो न मिठो छ के इस्कुस। छेउछेउको टिप्नु पर्यो। रहेछ आठाउ, एक दुई बोरा चाहिँ हुने रहेछ। अहिले चाहिँ म 5-6 मात्रै टिप्नु पर्यो। टिपिहाल्छु ल म। यति कलिलो रहेछ कि यो साग चाहिँ, दामी रहेछ। वाह, अथाउ ओके। फेदबाटै टिप्नु भन्नुहुँदैछ आपाले। यहाँ फेदबाट यसरी माथि माथि टुक्टाउनु हुँदैन अरे नि त, फेदबाटै यस्तो छ नि त। यति दामी छ कि साग चाहिँ हाम्रो, के भन्नु र। साग चाहिँ हाम्रो यति दामी छ कि कहाँ राखेको छु साग मैले। साग कस्तो दामी।